गाइज हामी चाहिँ आउँदा आउँदै यहाँनिर होइन हामीले चाहेको जस्तै ठ्याक्क यसो कहिलेकाहीँ छुट्टी हुँदाखेरि आएर चाहिँ यसो होइन साथीहरूसँग केही खानेकुराहरू यसो ब्राई गरेर खाने ठाउँहरू चट्ट बस्ने होइन। तर अब यो यहाँको लोकलले गरे हो, यो उनीहरूको टेबल छ, यति राम्रो टेबल पनि यहीँ छ है, प्लस सोफाहरू छ बस्ने, एभ्रिथिङ छ। यो चाहिँ जतनले चलाइदिँदा केही फरक पर्दैन होइन। यहाँ हामीले चक्क यसो खाने रमाइलो गर्ने अनि जाने ठाउँ रहेछ यो, एकान्त ठाउँ छ। अब यता चाहिँ फेरि यस्तो छ होइन गाइजहरूको गाइजहरूको यो छ पारा है। अब यो हुनु पर्यो नि त, यही हो कि होइन। विकेन्डमा अब कति काम गर्दा गर्दा है स्ट्रेस हुन्छ, अब अरूको अन्डरमा काम गर्दाखेरि होइन। कहिलेकाहीँ आएर चाहिँ चट्ट यहाँनिर बस्दाखेरि चाहिँ अलिकति माइन्ड फ्रेस हुन्छ। राम्रो छ यार, एकदम वेदर पनि त्यस्तै छ होइन, एकान्त। ल शीतल पनि खानुपर्छ, त्यस्तो ठाउँ छ कि त्यो ठाउँमा चाहिँ अब फेरि नेक्स्ट टाइम आउँदैछौँ, तर हामी चाहिँ प्लानसहित आउँदैछौँ है त। त बाई साथीहरू। गाइजहरूलाई कस्तो लाग्यो यो ठाउँ? एकदम दामी दामी। योभन्दा अगाडि त यस्तो ठाउँ भेटिएको थिएन यार है। अब यहाँनिर चाहिँ हामीले खोजेको चाहिँ यस्तै ब्राई गरेर खाने ठाउँ, हामीले एकान्त अलिकति पहिलादेखि चाहिँ कुरा भइरहेको छ। तर अब यहाँ जता भयो त्यता अब आगोहरू बालेर के अरे त्यस्तो पिकनिकहरू खान नपाइने भन्ने छ कतिपय ठाउँमा, तर यहाँ यस्तो रहेछ। यस्तो पाउँदा चाहिँ कस्तो लाग्यो त? एकदम बबाल, खुसी लाग्यो। नेक्स्ट टाइम आउनै पर्यो, नेक्स्ट टाइम आउने नै भयो सर। एकदम एकदम यहाँ प्लानिङ छ अब। तर आउने होइन, अब तर ठिक्क साथीहरू मिल्ने आउने, फेरि आएर खाने अनि झगडा गर्ने त्यस्तो चाहिँ अलिकति फेरि राम्रो हुँदैन किनभने होइन। हामी एउटा टिम मिलाएर आएर आगो फुकेर चाहिँ यतै बसेर चट्टसँगले एउटा व्यवस्थित ठाउँ रहेछ होइन। यो चाहिँ राम्रो लाग्यो मलाई पनि। त्यही भएर चाहिँ हामीले अब प्लान चाहिँ अब नेक्स्ट टाइम चाहिँ प्लानसहित आउनुपर्छ। हामीले सेलिब्रेट कुनै सेलिब्रेट अब सङ्क्रान्ति अथवा यो दसैँमा यसो केही तरिकाले होइन। यहाँ ठक्क बस्ने ठाउँ पनि छ यहाँ। अब हुनु त यो राम्रै छ यहाँनिर बस्ने ठाउँ होइन, सफाइ छ। अब यहाँनिर चाहिँ यस्तो छ, जस्ट नट ब्याड होइन। आफूले यसो केही के अरे ब्राई गरेर खाने अथवा केही पकाएर खाने पनि सकिन्छ यहाँनिर, त्यो रहेछ होइन, व्यवस्थित छ। यहाँनिर चाहिँ अब यो ग्लोभ्स हामीसँगै भइहाल्छ, प्लस त्यहाँनिर अब त केही होला। राम्रो छ, टेबल राम्रो छ होइन, पानीहरू आफै ल्याइहालिन्छ। ल सही छ ठाउँ चाहिँ। त्यहाँ पनि छ चेयरहरू नै हो, यो फोल्ड गरेर राखेको गाडीको हो खासमा चाहिँ, तर फोल्ड गरेर राखेको छ। ल यता घरहरू छ, यता प्रायः सो नयाँ बस्तीहरू छ, तर यो चाहिँ पिच गरेको छैन बाटो चाहिँ। यो बाटो मात्रै छ, त्यहाँदेखि भित्र चाहिँ कच्ची छ एकदम बाटोहरू। हामी अघि यतै छिर्या हो। यो चाहिँ पयुँको बोटै, तर यहाँनिर चाहिँ ऊ भन्दो रहेछ चेरी 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 चेरी। अनि यो के अरे उसमा यो के अरे जापानमा चाहिँ साकुरा अरे, जापानमा साकुरा भन्दो रहेछ, हाम्रोतिर पयुँ। यसको फल चाहिँ दह्रो खाइन्छ गाइजहरू है। हाम्रो गाइड चाहिँ फेरि आज अलिकति अल्छी गरिरहेछन्। यताबाट अलिक बाटो अलिकति मट्टी छ है, अलिकति हिलो छ भनेर भने, ऊ चाहिँ सुकिया छ भन्छ। हेरौँ सुकिया छ कि फुकिया छ बाटो। बाटो यतै बाटो छ यहाँनिर चाहिँ। बाटोहरू चाहिँ एकदम बन्ने रोड अवस्थामै छ। ल यहाँनिर चाहिँ भर्खर चाहिँ बस्तीहरू बसिरहेको अवस्था छ यो एरिया। यो पितेस्टीको होइन, यो नयाँ यार दामी छ यार यो एउटा स्ट्रक्चर यहाँनिर। यो चाहिँ गिद्ध होइन, गिद्ध भन्दैन, यहाँको चिल। बुलडगहरू कराएर यहाँ चाहिँ यो एरियाको चाहिँ च्यानघारी हो यो। यो मान्छे जब
मरिसकेपछि चाहिँ यहाँ लिएर यहाँ राख्ने ठाउँ यिनीहरूको यार्ड छ यहाँ। यहाँनिर यो यतिको जग्गा नेपालमा हो भने मान्छे कुट्छ नि हो मासला के गर्नु। अब यहाँनिर हामीले किन्न सकिन्छ तर अब यहाँ हामीलाई किन्नु चाहिँ यहाँनिर चाहिँ अथोरिटी छैन त्यस्तो छ। यहाँ जग्गा हाम्रो स्यालेरी 2 महिना 3 महिनाको स्यालेरीले आउँछ। ल अब चाहिँ हामी ग्राभेल बाटो चाहिँ त्यागौँ होइन। त्यहाँदेखि माथि अब हाइवे छ, हाइवेमा फेरि अप्ठ्यारो हुन्छ हिँडुल गर्न। त्यही भएर यतैबाट लाग्यो। हेलिकप्टर होला भनेको त जेनेरेटर पो रहेछ। आकाशमा हेरी हिँड्छु नि म चाहिँ। ल गाई चऱ्यो होइन। यता चाहिँ फेरि अर्काको प्रोपर्टी हो। अब यसो खिच्न मिल्दैन। हामी चाहिँ यो उचाइमै आएको छौँ नि गाई। अब यहाँदेखि ओह्रालो छ। अब हाम्रो रुम पनि अब पुग्न आँट्यो हाम्रो मान्छे पनि। हेलो यो चाहिँ यहाँ चाहिँ फलफुलको बोट चाहिँ जता जोस जहीँ पनि छ के। फलफुलको मसरुम के बगानै छ यार यहाँनिर। फलफुलै गाइज। यहाँनिर चाहिँ यो स्याउहरू होइन चेरीहरू यिनीहरू चाहिँ उत्पादन गर्छन्। तर यिनीहरूले त कलेक्सन गरेर के गर्दा त्यो चुइका भन्छ यहाँको लोकल रक्सी बनाउँदो रहेछ क्या। यहाँ चाहिँ चुइका भन्छ अनि त्यसको चाहिँ लोकल रक्सी बनाउँदो रहेछ। मान्छे तर्सिराखेको यार मुटु नै झसक्क बनाइदियो यार एकैचोटि। दामी देखियो नि यहाँको भ्यू चाहिँ दामी।